सुन यदि तिमीलाई यस्तै भयो भनेदेखि चाहिँ के गर्छौ त्यही त के गर्छौ त्यसो भए आउनु यसको लागि त नाटक हेर्नु पर्यो नि त नाटक हेर है त नाटक थापाउनु मेरी बुढीले थापायो भने चाहिँ मेरो ढाडको हड्डीको नि हाल्छ नि फेरि खान नपाउने गरी भेट्ने हामी है आई लभ यु मैले तिमीलाई एउटा फोटो पठाएको थिएँ नि त्यो फोटो हेर्यौ लाज लाग्यो अरे के लाज लागेको मेरो आफ्नै हो त्यो फेरि तिम्रो पनि एउटा त्यस्तै खालको फोटो पठाउने हेरौँ बरु यसो गरेर चाहिँ एउटा गाला म माया गर्छु यतापट्टिको गाला यसो गरेर अब एकचोटि यहाँ ओठमा माया गर्छु गरेर गरेन चुच्चा गर न पो किन मुख चलाके मुख चलाउनुको चलाइ त राख्छु नि तपाई पो बिहान जुरुक्क उठ्यो मोबाइल चलायो बस्यो ए म बिहान जुरुक्क उठेर मोबाइल चलाएको मात्रै देखिस् तैले अब मैले समाज सेवा गरेर चाहिँ देखिनस् अब समाजसेवी मान्छे कता कसकोमा समस्या छ के छ त्यो बुझा छैन तिमीहरू जस्तो बिहान जुरुक्क उठ्यो घरबाट आएर भात खान दियो अफिस गयो घर आयो भात पकायो खान्थ्यो त्यति हो मेरो बरु जा एक गिलास चिया बनाएर लिएर बडी चिया बिहान भर्खर मात्र खानु भयो हैन भने दाल बसाले छु एकछिनमा खानु होला के चिया पहिले खाने कि दाल पहिले खाने पहिले भनेपछि पहिले चिया बनाएर लिएर बस्नु न पहिला यति सफा गरी भ्याउ अनि हेर मुख चलाकी ए बुढो आज मेरो त्यहाँ सहकारीको मिटिङ छ मलाई त्यहाँ छोड्दिनु है ए लु म त भ्याउँदिन अनि हिजो भर्खर भोलि त मेरो छुट्टी छ कतै जान्न दिनभरि घरै बस्छु भन्नुभएको हैन हिजो पो छुट्टी छ भने त आज छैन लाइभ मिटिङमा नगई नहुने भो म त माथि गोर्खा जानुपर्ने हेर्नु भने हैन यो घर साधन भयो नि मलाई के काम भयो अब दुनियाँलाई काम लागेको साधन तिमीहरूलाई काम लाग्यो उ बेलामा उहाँ लप पर्दा चाहिँ ए माया कहाँ छौ तिमी आउ वान वीरगञ्ज घुम्न जाऊ त्यो बेलामा त हेर माया तिमी त कति राम्री छौ फुलको थुङ्गा जस्तै छौ भन्थ्यौ हो उ बेलामा त लपरे बेलामा कति राम्री थिए फुलको थुङ्गो जस्तो अहिले त केराको बुङ्गो जस्तो तिमीलाई भने होइन यहाँ घरमा बुढीलाई भने तिमी त राम्री छौ नि परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर के बालेर अरे आगे मानि भयो मेरो भाउ आज क्या ह्यान्डसम देखिरहेको मेरो आज मिटिङमा पनि जानु छ हात दुखेको होला है बिचरा यो हात बढी दुख्यो यतापट्टि मैले आज मलाई मालिस किन गरिस् केटा सुन्नु न मेरो नि सबै साथीहरू वहाँ चितवन चौरा घुम्न जाने अरे म पनि जान्छु नि त घुम्न जाने अनि त चितवन चौरा जाने जा बाबु जा छोरो मान्छे हो डुल्नु पर्छ घुम्नु पर्छ ठाउँ हेर्नु पर्छ जा डुलेर जा पैसा ल्याउनु नि त पैसा पैसा चाहिएन त
₹2000 रुपियाँ दिनु न त 2000 होइन 1000 ले काम चला है 1000 ले त मलाई जानु पनि पुग्दैन नि म फर्केर नआउनु फर्केर आइनस् भने मेरो वंश कसले धान्छ मेरो वंश धान्ने एक मात्रै सन्तान तो जा डुल घुम फेरि वंश धान्न फर्केर आइज हुन्छ बा यसलाई पैसा ए बाबु ज्यान त निका दिनमा कतिखेर खोल्न पर्छ बिचारा मलाई यहाँ मोबाइलमा हाल्दिनु बना न यहाँ वंश धान्छ भनेको एउटा चेन पनि बनाइदिनु खोल्दैन तपाईँको यो चेन छ मोबाइल ब्याङ्किङ होला त नि ले मोबाइल ब्याङ्किङ हो भने त 3000 भेट्छ 3000 ले छैन होला त्यो पैसा ले बेटी तो जा डुल घुम रमाइलो गर अनि फेरि फर्केर आइज है काट खुट्टा आमा मको भाइ त मेरो जुत्ता धोएर राख्दिनु अत्याजि जुत्ता त धोएर राख्दिनु कोजा म भन्दिन्छु हुन्छ बा तेरो बुक चलाउनुको साटो हात चला न काम हुन्छ मैले भन्दै छु बाबु गर्छ त्यसले गर्छ पैसा रुखमा फल्ने पात हो चपक्क टिपेर खतमा ला छोरी भनेर दिनलाई गर्दैन जानु गाई चुप लाएर कलेजबाट अरू गयो भने तँ जानुपर्छ घरको धुरी चढ्ने मैले नजा भनेपछि चुप लागेर बस अर्काले के गर्छ त किन गर्नु पर्छ तँलाई बाबा गर्दैछ मैले के भने तँलाई मैले कलेज पढ्न पठाएको छ कि छैन तँलाई मैले पढ्न दिएको छ कि छैन जे गर्न दिएको छ त्यो गर्ने त्यो भन्दा बढी हुने होइन जाने कलेज पढ्ने आउने केही काम छैन भने घरमा आमालाई काम सुगाउने तर जबरजस्ती मलाई जितेर डुल्न घुम्न इत्रिन जाने होइन जबरजस्ती मलाई जितेर तँ यहाँ छोडेर कहीँ गइस् भने नि जता जाने उतै बसे हुन्छ फर्केर यो आगे फेरि टेक्न आउनु पर्दैन फेरि जितेर गएर आइस् भने तेरो खुट्टा भाँचेर राखिदिन्छु म ओए बुढी त्यो मेरो कपडा काँचा लिएर आइज है तेरो मुख नचला ओए हात चला काम हुन्छ पहिले चाहिँ लिएर आउनु सकियोस् हेले यो कहाँ डुल्न जान्छु भन्दैछ यसलाई काहीँ पठाउने होइन जबरजस्ती मलाई जितेर यो घरको आगे नआगेर गयो भने जता जान्छ उतै बस भनिदिनु फर्केर आउँदिन आइ भने खुट्टा भाँचेर राखिदिन्छु सहकारीको मिटिङ छ त्यहाँ जान्छु कसैले सापट दियो भने 40 महिना जानु पर्दैन तेरा बाखा बाली कस्तो छ थाहा छैन खुट्टा भाँच्छु भनेका छन् ए जिन्दगी नगरे भित्र तरकारी डढिसक्यो म त गएँ मम्मी हो कोनी के को अध्यक्ष रे अनि घरमा चाहिँ जहिले मलाई यस्तै गर्नुहुन्छ हेलो कहाँ छ ब्याकेट अड् तिमी बाउले पैसा दिइसक्यो नि रक्सी खान जाने होइन त सासू खानु लाइन के पनि होइन के खाएको होइन चाखेको मात्र हो कि दिदी बाबालाई नभन्नु ल बाबाले खाजा खाने पैसा दिनुभयो हजुरलाई बाबालाई नभन्नु न ओए मोटी चल नभन् भन्ने भन् म पनि तेरो बारेमा भनिदिन्छु पक्न ए त त्यो चुल्टेसँग घुमेर हजुर अनि कलेजको साथीसँग त हिँडिहालिन्छ नि कलेजको साथीको चाहिँ हातमा अहिलेसम्म मैले त सुनेको मात्रै छु कि देख्यो भने तेरो पनि खुट्टा भाँचिदिन्छु त्यसको पनि खुट्टा भाँचिदिन्छु त्यो बाउलाई भनिदिन्छ घर आइजेन मात्रै अझ ठुलो कुरा गर्दो रहेछ आफ्नो गल्ती लुकाउनलाई होला नि ला यसले थाहा पाए जस्तो छ बाबालाई भन्नु बर्बाद हुन्छ कस्तो के हो पनि कहिल्यै टाइममा आउँदैन के कता गरे
हल्ला गर्दै आएको भाइ अहिले यही बाटो गएको छ तिम्रो खुट्टा भाँचिन्छ भनेको छ काली थापै जस्तो छ भाइले खुट्टा भाँचिन्छ भनेको छ हातैन कि बेबी छोड्दियो त्यो भाइ ट्यापी हो त्यसको कुरै गर्नु हुँदैन हामी कलेजबाट टुर जानुपर्छ बेबी आऊ म त टुर जान नपाउने भए नि त तिमी नजाने भए म पनि जान्ने म त जाँदिन त कलेजबाट अब अरू सबैजना जान्छ साथीहरू जान्छ जाऊ रमाइलो गर अनि आऊ अनि तिमीहरू जानु तिमी जानु फरक पर्छ नि त बेबी तिमी त मेरो मुटु हो नि त नि म जानु मिल्दैन के बाबाले नजा पनि भन्नु एकछिन रुक आँखा बन्द गर पहिला तिमी कस्तो टेन्सन भयो यहाँ नाटक गरे हेर बेबी मेरो लागि प्लिज कता हो आँखा बन्द गर छिटो के ल नाटक देखाएकै यहाँ उस छिटो के नाटक ल भयो आँखा एकछिन एकछिन आँखा ओपन राइट झुम्का ल्याइदियो अरे राम्रो छ आफैले खाने लेख लेख सुन्नु लागि भनेर राम्रो छ कतिजना हेर्ने मान्छे अब चाहिँ कलेजबाट टुर जानुपर्छ ल बेबी है अनि बाबाले पैसा दिनु भने त कसो जानु पैसा दिनु भएन त्यसो भए त म मेरो ड्याडी मसँग छ पैसा बेबी अब नाइ 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 ओहो किन भाइले थाहा पाएर कुरा लगाइदिएन बर्बाद हुन्छ फेरि म गाडी खान्छु कसरी थाहा हुन्छ त बेबीलाई बेला त्यो गर्दैन के बेबी तिमी भन्छौ त तिम्रो भाइलाई अनि आयुषले पैसा लगाइदिए भनेर थाप त पाइहाल्छ त्यसले कता कताबाट पाउँदैन नि राम्रै बेबी, भाइ त्यसो भए सुन न त त्यो तिम्रो साथी छ नि सम्झना हो त्यो सम्झनासँग सापटी लगाएर अनि मागेर पूजाको कलेजमा भन ल यो पनि राख तिमी है सानो अगाडि बसेर हेरिरा कि यस पत्याउँछ के बेबी किन पत्याउँदैन अनि यो बेलामा नगिने कहिले घुम्ने त भन त ऊ त्यो बा जस्तो भएपछि यसरी घुम्यो नि ल जानुपर्छ ल ऊ त्यो पारी हेर त पारी त्यो डाँडामा हेले घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो पब्जी खेले फ्री फायर मलाई बचाउन जान मम्मी तपाईँले गर्दाखेरि म यहाँ मरिसकेँ के काम गरेको तँलाई मैले गएर चाहिँ घाँस लिएर आइज बाख्रा मर्न लागिसक्यो भने होइन भोकाएर सक्दिनँ म त घाँस सास काट्न जान अब यो घाँस काट्ने चाहिँ मेरो काम हो र भनेको घाँस काट्ने लुगा धुने भाडा मोल्ने त हामी आमा छोरीको मात्र काम हो नि केरा बाउ बाउ आयो के को हल्ला हो तिमीहरूको अघिदेखि फेरि के को हल्ला हुनु नि जान बाबु त्यहाँ बाख्रा कराकरी गरिसक्यो काटेको राखेको घाँस लिएर आइज नि त्यति हाल्दै भन्दा पनि मुखै चलाएर बसेकी मुख चलाउनुको साटो हात चलाए त काम हुन्थ्यो अब यसले घाँटेर आउँछ त चलाइ त राख्छु नि उता भात पकाउन हालेको छु लुगा धुन राखेको घरका सामान ए लुलु बाबा बाबा गर्नुपर्छ त नगरेर कसले गर्छ त अनि यसले त बरु मेरो लागि पानी लिएर आउँछ जा बाबु एक गिलास पानी लिएर आ आमा मलाई पानी ल्याइदिनु मेरो साथीहरूको फोन आयो ल्याइदिनु न मलाई भने होइन म आउँदैछु के छिति जस्तै है अनुहार चाहिँ उसलाई मित लाग्यो भने जान्छु भनेर मसँग ए पैसा निक्लेन बाबु मलाई मोबाइल ब्याङ्किङ गरिदिऊ भनेर पैसा लिएर गएको यो घुम्न गएन थाहा छैन तपाईको छोरा तपाईलाई थाहा होला मलाई केही पनि हो मेरो छोरा मेरो वंश धन्ने एक मात्रै छोरा यो गएन ठिक गरो लास्टमा यो त गएन यो छोरी गाडी छोड्दै गरेको देखिरहेँ आगो कि त्यो अब सम्झनाले पैसा हालिदिन्छु भने पैसा तिमीलाई तपाईँले दिनु पनि भएन मैले मैले नपठाउनु भनेको छु कि थिएन अब जान्छु भनेर जिद्दी गरी त के गर्नु जिद्दी गरी तिमीहरूको घरमा मनोमानी चल्न थालो होइन जे मन लाग्यो त्यही अब ठुलो मान्छे भएको केही मतलब छैन अब तिमीहरू ठुलो मान्छे भयो अब जे मन लाग्यो त्यही गर्ने भयो तिमीहरू बाठा तिमीहरू अब पैसा दिइसक्यो कलेजबाट फिर्तै हुन्न भन्ने त मैले फिर्ता हुँदैन कसैले कसैका लागि बिना फोकटले पैसा खर्च गर्छ अर्काले अर्काका लागि पैसा हालिदिन्छ नचाहिने कुरा गरे त जित्या छ मैले नपठाउनु भनेपछि नपठाउनु फर्केर आयो भने खुट्टा कहाँको नाटक हो ए ओ उहाँ त सिरियल केसरी उसको सिरियल खेल्ने उहाँ त के अरे चितवन जाने रे छोरी घुम्न जाने छोरो घुम्न जाने आमा पनि जाने ए जाओ जाओ किन कोही घरमा बस्नु घरमै पाङ्ग्रा हालिदिन्छु घरै गुडाएर 3 दिनको लागि त हो 3 दिनको लागि कोसँग जाने को हुनु नि यही गोपाल दाइ विष्णु दाइ ओ गोपालेसँग
मलाई थाहा छैन गएपछि एउटै होटलमा बस्ने एउटै टेबलमा बसेर यसो आँखा जुदाएर भात खाने मेरी बुढी र गोपालले ए म जानु र तिमीहरू जानु एउटै हो भने फरक छैन छोरा मान्छे जानु र छोरी मान्छे जानु एउटै हो पर्दैन जानु ल मैले जान दिएँ रे ल गयो ल मैले पठाएँ अनि गएपछि मलाई यहाँ घरमा भात पकाएर कसले खान दिन्छ मलाई टक्क धनिया र गोलभेडा पिसेर अचार बनाएर खान कसले दिन्छ अनि फेरि मलाई खसीको पक्कु नभई भात खाए जस्तै लाग्दैन खसीको पक्कु बनाएर कसले भात खुवाउँछ ए मलाई फ्रिजमा राखेको चिसो अररिएको मन पर्दैन मलाई तातो हर 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 बास्नाको मात्रै मन पर्छ त्यही भएर चुप लाग्ने घर बस्ने भात पकाउने खुवाउने खोप्ने मैले के भने सुनिनुहोस् एकचोटि भने दुईचोटि भने तीनचोटि भने सम्झाएर भने फकाएर भने सुनिनुहोस् भने कान खोलेर सुन जानु पर्दैन यदि तैँले मलाई जितेर यो घरको आँगन नआगेर जान्छस् भने तँ पनि जता जाने उतै बसे हुन्छ फर्केर यो घरमा आउनु पर्दैन आइस भने खुट्टा भाँचेर राखिदिन्छु तेरो पनि आफू चाहिँ जसले जहाँ जाऊ भने फुत्त लाएर हिँडेछ हामी चाहिँ कतै जाउँ भनेदेखि खाना पकाएर कसले खुवाउँछ मासुको पक्कु पकाएर कसले खुवाउँछ धनियाँको अचार पिसेर कसले खुवाउँछ दाना थरीको कुरा सुनाउनु जाने अहिले पनि कराउनुहुन्छ ओ चासो लाएर आहा कस्तो राम्रो फुल मलाई टिपेर ल्याइदेऊ न मार्दैन नि मलाई हातीका तिमीले जहिले यस्तो त गर्ने हो कहिले फुल आहा कस्तो राम्रो फुल देखे हैन मैले कति माया गर्दै रहेछु तिमीलाई ल तिम्रो म फोटो खिचिदिन्छु यसमा बस छिटो न ल ल यता बस ल ल नेक्स्ट पोज गरे कस्तो दामी अब हेर न म त पुगुलुक है बेबी ल अर्को एउटा सेल्फी खिचौँ औ यतापट्टि यो फुल पनि आउनु पर्यो ल यसरी नखिचौँ कि किन यसरी नखिचौँ न यसरी खिचौँ मान्छेहरू लभ गरेपछि कस्तो कस्तो फोटो खिच्छ जाब हेर्ने फोटो के हुन्छ त ल मुख चाहिँ फेरि बङ्गुरको जस्तो पार्नु ल ओ गुड यतापट्टि ल चुच्चो मार चुच्चो अझै अलिकति यो अन्त फोटो भनेको हेर त कस्तो दामी छ बेबी आउ बोक्छु म मार्दिन्छु होला किन आइज भनेको छु आइज कसले भने कटुवालजी आइज भने मलाई नै भनेको हो नि केको लागि केको लागि आइज न सल्लाह गर खै त के रहेछ किन के साथी भाइ भनेको त साथी भाइको नाममा त कलंकै रहेछ कलंक म कलंक के त्यो मेरो बुहारी शर्मिलालाई के मेसेज गरेको थियो दरबार जाउँ भने घुम्नलाई कहिले घुम्न लाने हो मेरो भाइ विदेशबाट आएर लगिहाल्छ हैन अब म समाजसेवी मान्छे गाउँ ठाउँमा अप्ठ्यारो परे होला भनेर सहयोग मात्रै गरे अलिकति सहयोग गरेको रे तेरो अनुहार हेर्दा पनि सहयोग गर्ने जस्तै छ घरबार अझ सहयोग गरेको भन्छ कटुवालजी अब गाउँ ठाउँमा उसको बुढो विदेश गएका छन् अनि मैले सहयोग नगरे कसले गर्छ अब उसको बुढो त कमाउन विदेश गएको छ मैले त सहयोग गर्ने भनेको त यसो दुःख सुखमा पर्दा फेरि पो त त्यो मेसेज पठाउने अझ त्यो आई लभ यु भने आई लभ यु के हो त्यो आई लभ यु त्यस्तो त भने छैन कि सानो बोल्दैन बुढीको तेरो सबै कुरा थाहा पाइसक्यो यहाँ मेरो भाइले चिया खानु कटुवालजी चिया खान्छ खादिन म तेरो चिया सिया तिमीले र मैले अलिक घरको समस्या सुनाएर के गर्नु लाग्यो कि तिमीले अनि बाबा कस्तो हुनुहुन्छ तिमीलाई थाहा छैन तिम्रो बाबा मैले के गर्ने भनेको छ तिमी आउँछ भनेर मैले होटलको रुम बुक गरेर राखेको थिएँ के रे बाबालाई तिमी आउँदिन म होटल सोध तिमी साथै नआउने हो आउँदिन के म मिल्दैन बुझ्न अनि मसँग पहिला चाहिँ त्यो गिफ्ट र पैसा के खान लिएको त
सबै एकचोटि भेटाउन सक्दैनस् मलाई मैले आफै लिएको तिमीले आफै त दिएको हो नि मलाई केही पनि चाहिँदैन सबै लैजाऊ मलाई केही पनि चाहिँदैन टिप र पैसा चाहियो भनेको नि यार कस्तो मान्छे रहेछ भेटाइछ भनेको लास्ट चोटि सोध्दैछु तँलाई म भेटाउँछस् कि आउँदैनस् भन त रियल घटनामा आधारित साँच्चै नआउने त ल ठिक छ छोड्दै त्यसो भए आजदेखि तेरो र मेरो ब्रेकअप कुनै पनि सम्बन्ध छैन तेरो मेरो सुन त अनि सुन सुन त्यो टुर जाने बेलाको फोटो छ नि सेल्फी फोटो हो त्यो सेल्फी फोटो र एआई बाट बनाएको भिडियो मैले फेसबुकमा पोस्ट गरेर तँलाई ट्याग गरिदिन्छु अनि थाहा हुन्छ तेरो इज्जत के हुन्छ भनेर आरुष मैले तिमीलाई साँच्चीकै माया गर्छु गरिस गरिस साँच्चीको माया गरेको भेटाउँदैन थिइस् त हेर्दै जा अब तेरो इज्जत म कहाँ पुऱ्याइदिन्छु प्लिज मिल्दैन के बुझ न छोड दे ल जा गएर एकचोटि फेसबुकमा चेक गर आरुष आरुष घरमा त कसैले बुझ्नुहुन्न उसले बुझ्छ भनेको उसले पनि यस्तो गर्छ आमा के हो यो यस्तो यस्तो फोटो भिडियो त मैले कहिले खिचेकै थिइनँ फोन पनि स्विच अफ गरिसकेछ अब के गर्ने होला सबै मान्छेले हेर्न थालिसके सबै मान्छेको अगाडि मेरो बेइज्जत हुने भयो अब के गर्ने होला कलेजमा साथीहरूको अगाडि कसरी मुख देखाउनु अब के गर्ने होला बाबा बाबाले थाहा पाउनु भयो भने त बाबाले ठोक्नु भयो भने त मार्नुहुन्छ अब यो सबै समाजको अगाडि बेइज्जत हुनुभन्दा बरु त्योभन्दा अगाडि म मरिदिन्छु एकैछिन मैले रोकेँ एकैछिन है मैले के भयो किन रोएर बस्यो कि मैले हजुरलाई कलेजको साथी भनेर थिएँ नि अरू उसले भेट्न बोलायो भने म भेट्न जाँदिनँ भन्दा कस्तो नराम्रो फोटो भिडियो बनाएर हालिदिएको छ के भन्छ यो खोजेर फेसबुक पनि हालिसकेको छ लौ नानी बर्बादै भइहालेछ नि तैँले गफ त गरेको छैनस् नि मैले केही पनि गरेको छैन उसले भेट्न आइज भने म आउँदिनँ भनेको अनि उसले यस्तो नराम्रो फोटो भिडियो बनाएर हालिदिएको यत्तिकै बसेर हुँदैन पुलिसलाई गएर भन्नुपर्छ लैन घरकोले सपोर्ट गर्नुपर्छ पहिला भने नमस्कार मेरो साथी कलेजबाट टुर गर्ने कि अनि त्यहाँ एउटा केटा साथीसँग सँगै पढ्ने साथीसँग फोटो खिचिरहेछ अनि अहिले त्यो एआई भन्ने के छ त्योबाट भिडियो एआईबाट हो त नि उहाँ साडी लगाएको त पुरै खोलिदिएर कोठीहरू सब देखाइदिएको त्यस्तो आएको इन्डियाको नआतिनुस् एआईले गर्नु केटा यही हो ठिक छ तपाईँहरू आत्तिनु पर्दैन यो केटालाई म चाँडो भन्दा चाँडो समातेर ल्याउने छु लाउनु खै बाटो छोड्नुहोस् मामा घरमा जाने बाबु ल हिँड मामा घर हिँड मामा घर सर हिँड प्रुफ चाहियो नि त सर प्रुफ चाहियो के किनेर महाराज कानुनले सजाय दिन्छ तपाईँहरूको गाउँ टोल छिमेकमा पनि यस्तै घटना घट्यो भने नजिकैको प्रहरी चौकीमा गएर खबर गर्नु होला धन्यवाद दिन चाहन्छु
यस्तो खालको मान्छे छिमेकी रहेछ भने के गर्नु छोडिदिने त आम्मा आमा छोड्यो भने के हुन्छ ल आउँदा आउँदैन यस्तो खालको छिमेकीलाई के गर्ने ल भन्नु त ल यो गरेर देखाइदिनु ल जान्ने त्यसो जाने नि सबै छिमेकीहरु ए बोला बोला तेरा छिमेकीले केही नाप्दैनन् को छिमेकी आउँदो रहेछ लु छिमेकी को छिमेकीले के ए दुनिया गाउँको आइमै भेला भएका छन् लेफ्रेक के भयो जे पनि गर्ने जन्माइले फोन गर्ने कहाँ गर्ने मेसा उठाउने गरे छैन घरमा बसेर सबै के रे खानेकुरो पकाएर खुवाएर हरे गर्दा नि ए सबै च्याउ 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 गरे हेर त अब यसले भात नखाएर मलाई कसले खुवाउँछ तपाईँले खुवाउँछ अब मेरो त काम गर्नु पर्यो नि त टोल छिमेकी पनि हेर्नु पर्यो हो म लिएको छ त यसलाई मैले लाउन दिएकै छ लाकै छ खान दिएकै छ खाकै छ नाङ्गै छ यो अनि भइगयो त के छ अब गर्छ त त्यस्तो फोन गरी गरी काटी गर्दै हिँड्ने मान्छे कहाँ गयो छोरो एकातिर खोज्ने बुढो एकातिर खोज्ने के आदि मैले चाहिँ के गर्नु पर्यो त साथ गर्नु पर्यो सब ए गरेछ मैले भाइ सम्झाएर हुँदैन यो सम्झाउने खालको मान्छे नै ए तँ जाने यसलाई त पुलिसको कारबाही गर्ने मलाई के कारबाही पुलिस बोलाउनु चौकी गोर्खाको विरुद्ध चौबन्दी मेरी बुढी मलाई छोडेर गाउँलेसँग लागेर मलाई चौकी लाने भयो यो हल्ला के को भिड भइरहेछ सरले चिया बनाएर ल्याउँछ हलदार साहब आउनुभयो है लक्ष्मी बजारको उहाँ आमाहरूलाई पनि सोधौँ है मेरो गल्ती छैन कटुवालको गल्ती चौकीको गल्ती के छ भन्ने कुरा चौकीमा गएर चौकीमा लैजाऊ होइन त आमा एकैछिन आमाहरूले भनिसक्नु भयो ए सल्लाह भयो शर्मा 5000 दिन्छु मलाई भात ल्याएर आऊ ल